हामी हाम्रो पोखरीका हुनहार युवा गौतम खड्का भाइको जन्मदिनको शुभकामना अथवा जन्म उत्सवबाट यति बेला हामी घर फर्किँदैछौँ। साथमा हाम्रा एकदमै हुनहार युवा पोखरीका भनौँ न एउटा सबैका आश लाग्दा युवा आदरणीय अङ्कल पनि हुनुहुन्छ। हामी गौतम भाइको बर्थडेमा गएर अहिले चाहिँ रोममा फर्किँदैछौँ। अनि बर्थडे त जे होस् एकदमै रमाइलो भयो अङ्कल है। एकदमै रोमान्टिक भान्जाको बर्थडेमा गयौँ होइन, रमाइलो भयो। हाम्रो डाँडाकापले मिडिया भतिज सरोवर बडेला पनि आउनुभयो। उहाँ आउँदाखेरि मलाई अझै पनि उहाँ आएर अझै मन उत्साह र उमङ्गना बढी भयो होइन। उहाँ आउँदाखेरि अझै भतिजा आयो, अझै देउडादेखि लिएर विभिन्न किसिमका उहाँबाट प्रतिक्रिया मिडियाबाट हुन्छ भन्ने मैले धेरै क्या भने आशा अनुभूति कि पहिला पनि पाएको थिएँ कि अझ पनि पाउँछु कि भन्ने उसमा अझै पनि म भएँ। एकदमै गौतम भाइको बर्थडे हामी पुनः यसै गरी प्रत्येक वर्ष मनाउन पाऊँ हामी भगवान्सँग पनि प्रार्थना गर्दछौँ। अनि कहाँ हो तिम्रो बाटो जाने? मेरो बाटो त यसो हो, यसो मैले कहाँबाट पट्टि पकड गरेको छ? कहीँपट्टि जानु हो? मैले विद्यालय हो, विद्यालय यतैतिर हो त उतातिर हो होइन। अनि तिम्रो यहाँ हो कि रोम बजार? मेरो यतातिर नौकरी हो यहाँ? नौकरी त रोम यहीँ गौतम यहाँ परीक्षा गर्छु ल भाइ बाबु। अझै आउँदा दिनहरू अझै बर्थडे कुनै प्रोग्राम कुनै प्रोसेस कुनै अगाडि यसमा हामी सधैँ भेट गर्ने उसमा अझ पनि हामी जानेछौँ। अहिलेलाई हामी बिटु बाबु छोरा बिदा हो। हुन्छ एकदमै खुसी लाग्यो।